आज माघ 1 गते हामी मामा भान्जा चाहिँ सानो यात्रामा छौँ। हाइकिङ। अब भान्जा यो ड्राइभिङमा हुनुहुन्छ, अलिकति माथिसम्म हामी यो चाहिँ नि हाम्रो बसन्ती राखेर अब पैदल यात्रा हाम्रो सुरु हुन्छ एकछिनपछि। अब मामा भान्जा धेरै वर्षपछि हामी फेरि हाम्रो पुरानो यो यात्रा फेरि सुरु भएको छ भनौँ होइन। हामी सर्दो खोला आइपुग्यो। अब यो हुँदै हामी चिन्डे डाँडा लगेर हाम्रो यो बसन्ती स्कुटर राख्ने छौँ। त्यसपछि हामी यात्रामा अगाडि बढ्नेछौँ। हाम्रो यो चाहिँ नै धरान 20 चिन्डे डाँडाको बाटो हो। यो चाहिँ नि सिवाङ डाँडा जाने, चिन्डे डाँडा भन्दा पनि सिवाङ डाँडा हो खास नाम चाहिँ। यो बाटो अहिलेको अवस्था यस्तो छ। अब बिस्तारै बिस्तारै क्रमिक विकासले फड्को लेला भन्ने हामीले आशा गरेका छौँ। उकालोमा चाहिँ गियर चेन्ज गर्छु भन्ने सोचेर हिँड्छन्। कहाँ त यो चाहिँ सुलीकोट सुलीथान भन्छ। अनि साथै यो पुरानो माने भन्ज्याङ भन्दै गरिन्छ। यहाँ चाहिँ नि तपाईँको बर छ होइन। अब पिपल चाहिँ मरिसकेछ सायद। यो चाहिँ हाम्रो बाखोप डाँडाबाट देखिएको दृश्य। यो सिवाङ डाँडा, अहिले चिन्डे डाँडा भनिन्छ, जहाँ सुन्दैमा पार्वको प्रतिमा बन्ने स्थान, भ्यू टावर लगायतका हामी चाहिँ अहिले यो गुराँस भन्ज्याङ, यो बान्तावा भाषामा यसको नाम चाहिँ डाकबुङराङ भन्ज्याङ भन्छ। डाकबुङ भनेको चाहिँ गुराँसलाई हाम्रो बान्तावा भाषामा भनिन्छ। अब यो ठाउँ पनि निकै चाहिँ नि व्यवस्थित बन्दै गइरहेको अवस्था छ। धनकुटा र सुनसरीको यो सिमाना पनि रहेको छ। यो तपाईँ देख्न सक्नुहुन्छ। यो हाम्रो पछाडि आउँदै गरेको यो गोरेटो चाहिँ अहिले साबिक गोरेटो हो। यसलाई अलिक व्यवस्थापन गरेर धनकुटा सागुरीगढी गाउँपालिकाले हाइकिङ रुटको लागि यहाँबाट भेटार हुँदै भेटारबाट चाहिँ आले ठ्याक्कै आलेसम्म झारिएको छ। एकदम राम्रो छ। आउन सक्नुहुन्छ तपाईँहरू, यो हेर्न सक्नुहुन्छ। यो यहाँनिर चाहिँ तपाईँको सबै एरोहरू दिइएको छ। यो ध्यान केन्द्र झन्डी डाँडा हुँदै यो चाहिँ ठ्याक्कै आलेमा हुन्छ। हामी चाहिँ अब यात्रामा अघि लाग्यौँ। हाइकिङ रुट सुरु भएको छ। अब हामी यहाँ आउँदै चाहिँ नि यता देख्न सक्नुहुन्छ यो पारिलो घाम लागेको यो पाटो सबै धनकुटा जिल्ला सिस्नो खोज्दै आउनु भएको रहेछ। गाउँघरको अब तरकारी यो अर्ग्यानिक यात्रामा साह्रै मिठो सङ्गीत सुनाउनु हुने हाम्रो बालकुमार भान्जा। उमेरले भर्खरै मात्रै तपाईँको 1.5 दशक धेरै खानु भएको छैन भर्खर कलिलै हुनुहुन्छ उहाँ।
उहाँको स्फूर्ति हेर्दाखेरि मलाई पनि अचम्म लाग्छ। नाच सङ्गीत त गाह्रो सक्नै छैन। छैन। सिँढीहरू लगाइएको छ यो साँगुरीगढी गाउँपालिकाले राम्रै लगानीमा यो हाइकिङ रुट तयार गरेको, तर यहाँ हिँडिरहेर छैन जस्तो देखिन्छ हेर्दा निकै कम। एकदम यो गाडी जङ्गल पलाएर यो बाटो तपाईँहरू हाइकिङ हिँडिराख्नु हुनेहरूलाई एकदम राम्रो रुट है। हामी यस्तै ठट्यौली रमाइलो गर्दै गर्दै अगाडि बढ्यौँ। हाम्रो यात्रा करिब करिब आधाउधी हामीले पार गरिसकेका थियौँ। अनि भान्जा साथमा एउटा यो चाहिँ मिठो गीत बजाउँदै अघि र पछि गर्दै हिँडिरहनु भएको थियो। यात्रा एकदमै सुमधुर रह्यो आजको। कोकिला अब सुरु भएछ है। सुन्दर डाँडामा निकाइ हो। अब यतापट्टि एन्टिलाइटले गर्दा यो चाहिँ ध्यान केन्द्र। अब यो विशेष बौद्धिक बुद्धिस्ट धर्म मान्नेहरूको लागि बुद्धिस्ट धर्मको यो चाहिँ एउटा स्थापना लगभग 500 मिटर ओभर छ। मेरो भान्जा अगाडि निकै तगडासँगले कुद्दै हुनुहुन्छ। भान्जा यो यात्रा तपाईँलाई कस्तो लागिरहेछ? विशेष सदुपयोग पनि भयो। जस यात्रामा साह्रै यो चाहिँ नि एउटा सुन्दर रमणीय दृश्यहरू अवलोकन गर्न पाइयो। अनि खुसीको कुरो हो। कहीँ उकालो कहीँ ओह्रालो हुँदै हामी निरन्तर अगाडि बढ्यौँ। हाम्रो यात्रा चाहिँ आज झन्डी डाँडासम्मको रहनेछ। एकदम तपाईँलाई सुन्दर धरान भन्दा एकदम तपाईँको चाहिँ सुगम ठाउँ जस्तो लाग्ला। तर धरानको 20 नम्बर वडा चाहिँ कहिले पनि सुगम थिएन। तर यो प्राकृतिक रूपमा एकदमै यो चाहिँ तपाईँको यो सुनसरीको सबैभन्दा हाइट, सुनसरी जिल्लाकै सबैभन्दा हाइट यसलाई मान्न सकिन्छ। यहाँ प्राकृतिक रूपमा एकदम चाहिँ गुराँस फुल्ने तपाईँको चाहिँ एकदम चिसो सदाबहार चिसो ठाउँ। बाघ अघि एक ठाउँ त बाघ भेटियो, तर मलाई देख्ने बित्तिकै फर्कियो पनि है। यो हेर्दा बेसार जस्तो देख्नुहुन्छ सबैले, तर यो बेसार होइन, यो जङ्गली एउटा चाहिँ वनस्पति हो। यो चाहिँ विशेष बान्तावराईहरूले आफ्नो कुलपितृ गर्दाखेरि यसको फुल चाहिँ चढाउने गरिन्छ। यसरी नाउङ्गी फुल पनि भनिन्छ हाम्रो। धेरैजना
मित्रहरूले मेरो छोरीको नाम चाहिँ युम्बुङ राई भनेर मैले राखिदिएको थिएँ। अनि के हो भनेर सोध्नुहुन्छ उहाँहरूलाई म आज देखाउन गइरहेको छु। यो युम्बुङ चाहिँ यो है, यसलाई बुकी फुल भन्छ। यो एकदम हाई अल्टिच्युड चिसो ठाउँमा मात्रै पाइन्छ। यसलाई बान्तावा भाषामा चाहिँ युम्बुङ है। मित्रहरू यहाँ धेरै फुलिरहेको यहाँ हजुरहरूलाई म देखाउन चाहन्छु। एकदम प्राकृतिक रूपमा यो आफैमा बगैँचा छ। कति सुन्दर, कति आनन्द छ। गीतको तालमा मेरो भान्जा एकदम मद्नु भएको छ। त्यो रामकृष्ण ढकाललाई चाहिँ मेरै भान्जाले सङ्गीत सिकाउनु भएको है। उहाँको गुरु चाहिँ पछाडि हुनुहुन्छ है। आज आफैले उहाँको गीत सुनेर हिँड्नु परिरहेछ, समस्या छ। उसलाई म अब चाहिँ हामी फाइनली झन्डी डाँडाको निकै नजिक आइसकेको छौँ। देखाउन चाहन्छु। अब चाहिँ हामी डाँडा आइपुग्नु अब भान्जाको यात्रा। यो झन्डी डाँडामा मेरो चाहिँ करिब 28 वर्ष पछाडि म बच्चा हुँदाखेरि यहाँ थिएँ गोठाला गर्ने क्रममा। त्यसपछि आज आउँदैछु। कस्तो भयो। झन्डी डाँडा आइपुग्यो। के हो तपाईँ मलाई त चिल गिद्धले पो स्वागत गरिरहेछ है। के हो टन्नै छ त। हामी झन्डी डाँडा आइपुग्यौँ। यो डाइरेक्सन हो अब यहाँबाट कता कता भन्ने कुरा। म यस झन्डी डाँडामा आइपुग्दा मेरो बालापनको याद झल्झली दिलायो। म निकै नै भावुक भएँ र यी आकाशमा उडिरहेको गिद्धहरूलाई म निकै बेर टोलाएर हेरिरहेँ। निकै रमाइलो पनि लाग्यो। अलिकति मनमा कता कता कौवाहरूले पुरानो यादहरू सम्झेर नमिठो पनि लाग्यो। हामी चाहिँ झन्डी डाँडा आइपुगेर मामा भान्जा अब खाजा खाने क्रममा छौँ। मेरो भान्जा एकदम तिर्खाउनु भएको थियो।
धेरै मित्रहरू क्याम्पिङ पिकनिकको लागि आउनु भएको रहेछ। त्यस अब बिस्तारै बिस्तारै पर्यटकीय बन्ने सम्भावना बोकेको ठाउँ हो। भान्जा यो झन्डी डाँडा कस्तो लाग्यो तपाईँलाई? बहुत रमाइलो राम्रो छ झन्डी डाँडा फर्स्ट टाइम हो। यहाँबाट त अलिकति मौसम अनुकूल छैन, मौसम प्रतिकूल छ। अब यहाँबाट मौसम सफा हुँदाखेरि सफा हुँदा चाहिँ 5-6वटा जिल्ला देखिन्छ। उदयपुर, धनकुटा, तपाईँको चाहिँ नि झापा, मोरङ, धेरैवटा जिल्ला देख्न सकिन्छ धेरै हाइटमा। सुनसरी जिल्लाकै सबैभन्दा उच्च हाइटमा रहेको यो झन्डी डाँडा। यो नेपालको झन्डा यति धेरै लाउन आवश्यक चाहिँ थिएन जस्तो लाग्छ। यो अलिक वेस्टेज हुन्छ। अब चाहिँ हामी झन्डी डाँडाबाट फर्किने क्रममा छौँ। अब हामी सम्भवतः समय रह्यो भने पारी ध्यान केन्द्र निक्लिनेछौँ। मेरो भान्साको एकदमै गीतले मलाई पनि मन्त्रमुग्धै बनाएको छ। यस्तो चाहिँ नि चिसोमा पनि तताउने गानाहरू। रातो निगाला चौरी परेछ रे, ठन्डी महिना जाडो छ, रातो निगाला चौरी परेछ। डिजे बालकुमार भन्दै हो टप डाँडाबाट त्यो रातो गालैमा छु तिमीलाई आउने सालैमा। यस बाटो ल। अब मामा भान्जा यो ध्यान केन्द्रतर्फ यसो जाँदाखेरि पर गुराँस भञ्ज्याङ पुगिन्छ। अब हामी चाहिँ उकालो लाग्दैछौँ। यहाँ माथि छ यो डाँडा उक्लेपछि एउटा डाँडा आउँछ, त्यसमाथि चाहिँ ध्यान केन्द्र छ है। मेरो भान्जालाई चिसोले सताएको अवस्था छ। अब चाहिँ हामी ध्यान केन्द्र लगभग आइपुग्न लाग्यौँ कि जस्तो लागिरहेछ।
पटुवाको घर हुन्न जाने बतासको घर हुन्न लैहालौ माया बेरैमा सुमधुर सङ्गीतको साथमा हाम्रो यात्रा निरन्तर अघि बढिरहेछ। अहिले चाहिँ हामी ध्यान केन्द्र आइपुगेका छौँ। राम्रोसँगले यहाँ मुढाहरू बाल्नु भएको रहेछ, खुसी लाग्यो। वाह लामाहरू चाहिँ हुनुहुन्न दाइ तल? यहाँ चाहिँ के छ, तपाईँ यसो हेरचाह गर्दै हुनुहुन्छ? धुपधुमारो गर्नु पर्यो होइन? ठिक छ। मेरो भान्जा एकदम बिरक्तिनु भएको छ आज। चिसोले हो कि के हो? दर्शन गर्दैनौ? जुठो छ हामी, जुठो भएर आएछ कि त्यसले गर्दा। भित्र दर्शनको लागि म छिरे है त। ल ध्यान केन्द्रभित्र चाहिँ म प्रवेश गरेको छु। म चाहिँ सबै धर्म संस्कार संस्कृतिको सम्मान गर्ने, त्यसै कारणले पनि म भित्र गएर ध्यान केन्द्रमा मैले पूजा गरेँ, दर्शन गरेँ। त्यहाँ हाम्रो एकजना पुजारीको चाहिँ साथी सहपाठी भनौँ उहाँ हुनुहुँदो रहेछ। उहाँले निकै मलाई कर गर्नुभयो दर्शन गर्नुहोस् भनेर, र म पसेर चाहिँ दर्शन गरेँ। मूर्ति चाहिँ अब चाहिँ ध्यान केन्द्रबाट हामी प्रस्थान गर्दैछौँ। अब गन्तव्यतर्फ हामी फर्किँदैछौँ। तर चाहिँ आजको एकदमै अविस्मरणीय, एकदम रमाइलो रह्यो। मामा भान्जा अब यसरी नै हिँडेर सगरमाथा पनि जाने सरसल्लाह भयो। केही समयपछि हामी जाँदैछौँ। त्यसको पनि तपाईँहरूलाई हामी यसरी नै प्रमाणस्वरूप भिडियो हाल्नेछौँ। अब चाहिँ घाम पनि अस्ताउन लाग्ने अवस्था छ। हामी करिब आज 4 घन्टाको हिँडाइपछि झन्डी डाँडा, हिमालयन ध्यान केन्द्र, धरान बिचको यो सुनसरीको अग्लो डाँडा सबै नै घुम्यो आज। अब जो कोहीले सक्दैनन् पनि यति चाँडै चाहिँ हामी चाहिँ अब यो हिँडिराख्ने भएको हुनाले पनि अलिक खज भयो। यसलाई चाहिँ बान्ता भाषामा युम्बुङ, अनि यसको नाम चाहिँ खास चाहिँ बुकी फुल भनेर चिनिन्छ है साथीहरू। अब डुब्दो घामसँगै हामी पनि हाम्रो
हाम्रो गन्तव्यमा फिर्दैछौँ। एकदम यात्रामा आजको हाम्रो बाजाले झुन्डाइराख्नु भएको छ। साह्रै मिठो मिठो गीतहरू बजे। यात्राको बाटो कटाउने कि हिँडेको पनि चाल पाइएन त्यत्रो 3-4 घन्टा हिँड्दा पनि। अब चाहिँ निकै नै समय बितिसकेको छ, साँझ परिसक्यो। भान्जा डराउँदै पनि हुनुहुन्छ, कतै बाघ भालुले खान्छ कि मामा भनेर पिरोल गर। उहाँलाई निर्धक्क मामा भएपछि चिन्ता लिनु पर्दैन। एउटासम्म त 1-2वटासँग कुस्ती खेल्न सक्छ मामाले, मैले भन्दैछु छु। धेरै निस्क्यो भने चाहिँ के गर्ने भन्ने कुरा मात्रै हो त। त्योसँग पनि भिड्छु भान्जा। तपाईँलाई चोट नपुऱ्याइ मैले घर पुऱ्याउने हो। ल फाइनल्ली हामी चाहिँ हाम्रो गुराँस भन्ज्याङ आइपुगेका छौँ। हाम्रो स्कुटर राखेर गएको थियौँ, भगवान् भरोसा ले पनि चलाइदिएको रहेछ, सही सलामतै देखिन्छ हेर्दा। जे होस् आजको यात्रा एकदमै रमाइलो र आजको हाम्रो महत्त्वपूर्णै रह्यो। छोटो प्रकृति चिजहरू दूरीको हाइकिङ यात्रा पाउँदा एकदम रमाइलो अविस्मरणीय रह्यो। खुसी यतिसम्म हेरिदिनु भयो हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।